हेलो वेलकम टु माई ब्लग। म चाहिँ प्रशान्त र आज चाहिँ म पहिलाको भनौँ न मेरो दाइहरुसँग रमाइलो गरेको पहिलाको भिडियो चाहिँ म आज हजुरहरुलाई शेयर गर्न गइरहेको छु। ओके लेट्स गो, भिडियो हेरेर साथ दिनु होला। ओके राजविराजको डन सुनिल राई एक कल दुनिया सडक बिल्ली भाइ हेलो फाइनली हामी चाहिँ भनौँ न कटान पुगिसक्यौँ। अब हामी सुरुमा चाहिँ खान्छौँ सबैजनाले। अब आफ्नो भन्नाले सबैजनाले मिलाएर अब हामीले खानेकुराहरू लिएर आएको थियौँ। डिउसु यसो चिसोहरू एक दुईवटा बियर लिएर आएर हल्का साथी दाजुभाइहरूसँग रमाइलो गरेर भनौँ न त्यसपछि रमाइलो गरिराखेको थियौँ। अब स्पिकरहरू लाएर अलि रमाइलो भयो त्यो भनौँ न, त्यो छिन चाहिँ एकदम रमाइलो भयो त्यो हाम्रो चाहिँ। त्यसपछि हामी खाइसकेर चाहिँ अनि त्यसपछि चाहिँ नुहाउँछौँ। लेट्स गो, हेर्नु होला। कहिले के सकिदैन गनी, कहिले धोका कहिले पीडा कहिले खुसी हनी, गल्ती दुबैको एकअर्कालाई दोष दिरनी नचाहिने कुराकानी सधैँ गोल्डन त ऊ हो मा चाहिँ मिर्गी रोग हो त्यो। छाती फुटाइन्छ सुरुमै हान्यो भने गोल्डन बहुत जल्दी रियाक्सन हान्ने झारिन्छ भन्दा लाख नै त्यसलाई फेरि देखाइ कति जना हो हैन प्रथम त बियर खानु होला नाइ के बोले भाइ के एक ब्याग खानु एक ब्याग त खानु भएन बरु काले लगाएर खिच म्याच मुरी भाइ पहिला काखमा राखेर हामी बसौँ। काललाई भनेको अब सानैदेखि भनौँ न सँगै हुर्केको दाजुभाइ साथी भाइहरू चाहिँ भनौँ न
सँगै यसरी रमाइलो गर्दा चाहिँ क्या रमाइलो हुँदो रहेछ क्या लाइफमा अब कति नै प्रब्लम भयो भने आफ्नो साथीभाइ दाजुभाइहरू चाहिँ सँगै यसरी रमाइलो गऱ्यो भने चाहिँ भनौँ न धेरै प्रब्लमहरू सल्भ हुन्छ क्या आफ्नो साथीभाइहरू भनेको सबै कुरा हो क्या अब आजकल चाहिँ अब खै आजभोलिको जमानै कस्तो छ अब हाम्रो जमानामा चाहिँ यस्तो साथीहरूसँग रमाइलो गर्ने नै एकदम ठुलो कुरो थियो क्या हाम्रो लागि यसमा हाम्रो धेरै साथीहरू दाइहरू मिसिङहरू पनि हुनुहुन्छ तर पनि हामी थोरै भए पनि साथीभाइहरू दाइहरू एकदम रमाइलो भयो थियो यो दिन चाहिँ हामी ओके हजुरहरू हेरेर इन्जोय गर्नु होला ओके लेट्स गो सुमन दाइलाई मेन सुमन दाइ त लिडर भइहाल्यो के भने त्यसले अहिले भर्खरै बुढी सोझी भएको ल करायो बाँगे खान्नास् त खाइहाल्छु यति पोले दाइ यहाँ हेर्नुहोस् हाम्रो यहाँ अनुस भाइ आन्द्रा पनि पोल्छ हेर्नुहोस् आन्द्रा पोल्छ राम्रो चिज हो भाइ हो के भन्दा ग्यास्ट्रिक पनि बनाउँदैन यो हाम्रो सफल भाइ हो आँखा सानो सानो छ साइड तर टिकटक चाहिँ एउटामा भनेछ क्या यो माजी हरामी जो चौयो त यार यो हेर्नुहोस् हाम्रो सुमन दाइ क्या ह्यान्डसम छ हेर्नुहोस् यो भनेको भुर्दीको नातिको बुढो हो नाति होइन मुजी नाति नि हेर्नुहोस् कस्तो दामी गाना पनि खतरा गाउँछ जीव पनि फेल्छ यसको अगाडि है भन्दा पनि सुहाउँदैन अलिकति होइन त्यो त त्यतिकै भनिदिएको रतन गएपछि विकास नेपाली नै हुन्छ त्यसलाई पनि टप दिन्छ गर्नु पर्यो कि हुन्छ यसो हेर्नुहोस् यहाँ छ पुरा चन्ना चोर ग्राम भुजिया मिनरल वाटर गोल्डन वाक यो चस्मा जरा पनि सुहाउँछ बाङ्गुला पनि यत्रो फेसमा पनि सुहाउँथ्यो अहिले चस्मा सुमन दाइको कपाल क्या ठाडो ठाडो देखेको मान्नु मात्रै पर्यो हातको औँला हेर्नुहोस् 3वटा देखाइदिन्छ 2टा लुकाइदिनुहुन्छ बोलेको त सस्नी बोलेको तपाईँले बोलेको सुन्दैन होइन दाइ छैन भन्नु त देखाइदिन्छु सुन्नुभयो मोबाइल पठाएर किस्ने विकास अरेमा के रे किस्ने विकास के विस्ने विकास भनेको थियो किस्ने विकास किस्ने त ठुलबा भएको नि विस्ने विकास भन्छ कि के भन्थ्यो अहिले कसले किस्ने भन्नुभयो यस्तो गरे श्री माच महाधिराज गम्भीर भने जे पनि राज्यमा परे पनि उसलाई फेरि सम्पर्क गर्न सक्नुहुन्छ उहाँको नम्बर 981322 बाँकीको नम्बर आफै आइस भनेको बिरुमाको छोरो कपाल छ बाँधेको हातमा त कालो कालो गाडी तर त्यो गर्मी साला गुल्ले छ सानो राजविराजको डन सुनिल राई एक कल दुनिया सडक बिल्ली भाइ सुमन दाइले अघि भन्दै हुन्थ्यो मेरो बुढी सोझिने गएको म त आरुलाई खोज्थे भन्दै हुन्थ्यो यो कुरा सही हो सबैजना हामी बसेको छु भाइ उता उता यो हाम्रो डान्सर दाइ सुशील रखेल मगर ताली
यो चिम्रे टिकटक मास्टर सिक्रेटको आइसको बुझ्दैन त केटीको चाक कसरी पट्किन्छ भन्छ यो भाइले लाग्छ यहाँ समय नि महिना एकदिके भनेर टमाटर नखर्छ आजको हुँदैन डडर गरम निरन्तर छोरी संघर्ष अरे सिमन दाइ धेरै नै हाँसुटको सपना सबै त्यो सासको सिमन दाइ त दिवा बेस्ट लाग्छ मेन पोइन्ट भने हाँस्नु दिवा बनाउने अनमोल केसी गायकर भयो यहाँबाट हाम्रोमा फाल्दै हुन्छ दाइ भन्नु त आएको छैन दामी दाइ दोस्त हॉटस्पॉट खोल्नु न त भयो दोस्त म बजाउनु छु खोल्नु छ ए आको छैन यहाँ दोस्त आगो छ दोस्त ओ दोस्त दोस्त आगो छ आगो छ दोस्त ओके गाइज अब चाहिँ हामी भिडियोको अन्तिमतिर आइसक्यौँ ओके अब चाहिँ हामी नयाँ भिडियोमा हजुरहरूसँग भेट्नेछौँ ओके बाई बाई टाटा